ल आज चाहिँ हामी हुप्रा चौरको गेटभित्र जाँदैछौँ। बिग फ्यान भन्दै बिग फ्यान ठुलो फ्यान भने यार। हामी जाने भने चाहिँ यो गेटबाट छिरे म बउ त्यो गेटबाट निस्किने हो। कता कता खै ढुकुर खै ए अनि क्या दामी बादल देखेको क्या। मेरो अहिले मैले सामान मगाएको छु दराजबाट। त्यो सामान लिन जाने हो। त्यो गेट अगाडि दराजको नयाँ ट्रान्जिटको त्यो वेयर हाउस खोल्या रहेछ। त्यहीँ होला मेरो सामान आएको। अझ लिन जाने हो अहिले। अनि हाम्रो लोकु दाई कान्ला हिँड्ने मान्छे। अनि ऊ तिमी के हो कि तिम्रो नाम के अरे? सुन्नु भयो नि कुरा यही हो। यहाँनिर हुप्रा चौरमा यस्तो यस्तो काम हुन्छ। ओ क्रिकेट खेलेको सानो बाबु नानीहरू। अनि यहाँ मुसी पनि आइरहेछ। मुसी आयो भन्दै हामी खाजा खान निस्केको स्पोन्सरको खगेन्द्र हो तिम्रो नाम? अघि त के ल उहाँको टाइटल नाम चाहिँ हालबहादुर ढकाल सिंह हो। हालबहादुर ढकाल सिंह हो होइन अलि मिलेन अलिक सानो भयो त। अनि मुसीलाई के खुवाउने? मुसी तिमी के खाने भन? मुसीलाई त त्यहाँ आफ्नो के सुँग्नै ठिक्क छ। हथौडा बजार घुम्नाम। हथौडा बजार घुम्नाम। तपाईँ पनि भन्नुहोस् केही। यो चाहिँ हेटौडाको हुप्रा चौर बजार हो। हुप्रा चौरको बजार हो। डेटिङ प्लेस है मेन गरी है। दराजको वेयर हाउस चाहिँ यहीँ छ हाम्रो हुप्रा चौरबाट थोरै अलि यता पारिजात पथमा सीमा सानीमा ब्याङ्क छ होइन, त्यसको अपोजिट साइडको रोडबाट हाइवे निस्किने बाटोमा हो। अनि मैले आफ्नो पार्सल लिइसकेँ। यो भित्र मिस्ट्री स्टफ छ। आप देख सकते हो थोड़ी देर में। अहिले म देखाउँछु गएर खोलेर पुरै छताल पारेर हेर्ने होइन र। त्यो कसरी खोल्ने? फाड्नुपर्छ। सनी देवलले छाती चिरा जस्तो कि। लोकु दाइले हेर्दै हुन्छ एकदम ध्यान दिएर के छ यो भित्र। वास्तवमा मनमा एकदम कौतूहलता खेलिरहेको छ। अहिले चाहिँ भात खाइँदैन होला हामीले होइन। टक त अब चाउमिन हान्ने हो, त्यसपछि मोमो खाने हो। अनि हाम्रो नन्दु दाइलाई आज फाइदा गर्न दिनु ओपन गरेर देखाउनु पऱ्यो न। के लाग्यो यार? ओपन गरेर देखाउनु पऱ्यो न। अहिले ओपन गर्ने। अनि यो च्यातेको झुद्रो बोकेर हिँड्ने त झोला पनि छैन। अहिले गएर खोलौँला नि। यति खोलिदियो होला। यति यहाँ दुलोबाट हेरेर ग्यास गर्नु के छ? दुलोबाट हेरेर ग्यास गर्ने। खाजा आयो खाजा। लोकु दाइ ओ लोकु दाइ खाजा आयो खाजा। चिकन चाउमिन खाना ल्याइरहेका छौँ यति बेलाको समयमा। कस्तो छ? अब चाहिँ चिकन चाउमिन खाइन्छ।
यहीँ त्यो हट्छ भाइ त होइन मोबाइलमा नि भनिरहेको होला खाएको पनि के देखाइरहेको होला ल आजलाई यति नै बाँकी गोरा बाटोमा गयो आइएम सो एक्जस्टेड त्यसमा खोलिसकेको एक्साइटेड होला कि इङ्ग्लिसमा एक्साइटेड होइन एक्जस्टेड यत्रो हिँडायो केटाहरूले अनि यो सामान मैले मगाएको यस्तो छ जे होस् यसो हेर्दाखेरि चाहिँ मलाई ठिकै लाग्यो होइन अब लाउँदाखेरि चाहिँ कस्तो हुन्छ तातै होला जे होस् होइन मैले प्रायः चाहिँ के गर्छु भन्दा बाइक राइडिङ गरिरहेको हुन्छु कि अनि अरू बेला पनि मलाई मेन भनेको यो घुँडामा चिसो हुन्छ बाइक राइडिङ गर्दाखेरि अनि त्यही भएर मैले मगाएको साइट अनि राम्रो लाग्यो भने म नेक्स्ट सर्ट भिडियो न त रिलमा मैले आफ्नो यसको फिडब्याक दिइदिन्छु थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर सपोर्टिङ अनि अलि थकाइ लागेको छ यस्तै हो कुरा